नमस्कार साथीहरू, वेलकम छ है सबैजनालाई मेरो राइड एन्ड बियोन्ड युट्युब च्यानलमा। आज फेरि दोस्रो भिडियो बनाउन गइरहेको छु म टेस्लाको सेल्फ ड्राइभिङ। अस्तिको भिडियोमा चाहिँ म दिनमा ट्राई गरेको थिएँ। आज चाहिँ म राति ट्राई गर्न गइरहेको छु। अस्ति चाहिँ सानो बाटोमा ट्राई गरेको थिएँ, आज चाहिँ हाइवेमा ट्राई गर्न गइरहेको छु। कतिको राम्रोसँग काम गर्छ र हेरौँ। अस्ति ट्राई गर्ने बेलामा चाहिँ एकचोटि पनि मैले युज गर्नु परेको थिएन, आफूले टेक ओभर गर्नु परेको थिएन। अब यसपालि चाहिँ हेरौँ के गर्नुपर्छ है त, कतिको काम गर्छ राम्रोसँग हेरौँ। अब यहाँनिर मैले स्टार्ट सेल्फ ड्राइभिङ गर्छु है। सुरु गरेँ आफैले। Now turn right onto Fitzgerald Drive. चलाइरहेको छ। Now turn left onto Appian Way. लाइटमा रोकिरहेको छ। हाई चान्सेस अफ फगिङ, क्लाइमेट चेन्ज हुनेछ। अब यहाँ हाइवे छिर्दैछ है, यहाँबाट कस्तो कतिको Now turn right to take the interstate. राम्रोसँग काम गर्छ हेरौँ। लाइटै गर्नुपर्छ क्या अहिले हाइवे छिरायो। राम्रोसँग चलाउँदो रहेछ। अहिलेसम्म मैले गर्नु परेको छैन। यो चाहिँ साथीहरू मैले चाहिँ स्पिड लिमिट चाहिँ घटाएको है। त्यहाँनिर यसो स्क्रोल गर्ने बटन छ नि, त्यसलाई तल गरी चाहिँ स्पिड लिमिट घट्छ है, अनि माथि गरी चाहिँ स्पिड बढ्छ। त्यही गरेको है। एकदमै स्मुथ चलाएको छ होइन, केही गर्नै परेको छैन मैले। मजाले खुट्टा पनि यता छ, हातले छुनु परेको छैन। चलाइरहेको छ है। अब यहाँबाट चाहिँ
एक्जिट लिँदैछ फ्रिवेमा हाइवेमा एक्जिट लिँदै जाँदैछ कतिको Now take exit onto Fulton. एक्जिट लियो अहिले फ्रिवेबाट एक्जिट लियो आजभन्दा 6 महिना 1 वर्ष अगाडि मैले युज गरेको थिएँ यो सेल्फ ड्राइभिङ त्यति बेला चाहिँ अलिकति डर लाग्ने आफूले टेक ओभर गर्नुपर्ने हुन्थ्यो अहिले चाहिँ यस्तो राम्रोसँग बनाएको रहेछ कि केही छैन ल यस्तो मजाले चलाएको चाहिँ मान्छेले चलाएको भन्दा राम्रोसँग चलाउँदो रहेछ Now turn right onto Willow अन्त Avenue. केही उ नै छैन अब यहाँ रेड लाइट छ रेड लाइट मजासँग अहिले राइट टर्न गर्छ मजासँग रेड लाइटमा टक्क मजाले हेरेर राइट टर्न गर्यो जस नाइट टाइममा झन् मजासँग चलाउँदो रहेछ भन्ने कुरा थाहा भयो ल थ्याङ्क यू सो मच है सबैजनालाई हेरेर साथ दिनुभयो धेरै धेरै धन्यवाद छ अनि यो टेस्ला फुल सेल्फ ड्राइभिङको नाइट टाइममा अनि फ्रीवेमा हाइवेमा चलाएर टेस्ट पनि मैले गरेँ है राम्रो चलाउँदो रहेछ थ्याङ्क यू सो मच है फेरि पनि सबैलाई धन्यवाद बाई बाई सी यू इन द नेक्स्ट भिडियो